घरको आँगनमा सासू एक्लै बसेकी हुन्छन्। बुहारी घरको काम गरिरहेकी हुन्छन्। दुवैको अनुहारमा थकान भए पनि एकअर्काप्रति माया देखिन्छ। सासू र बुहारीको सम्बन्ध जन्मले होइन व्यवहारले बलियो हुन्छ। एउटीले आमाको माया दिन्छन् त अर्कीले छोरी बनेर घर सम्हाल्छिन्। छिमेकीले कुरा लाउने छिमेकी महिला आएर बुहारीलाई भन्छन्, तिम्रो सासूले त तिम्रा बारेमा यस्तो उस्तो भन्दै हिँड्छिन् रे। त्यसपछि सासूलाई पनि गएर बुहारीले नराम्रो कुरा गरेको झुटो कुरा सुनाउँछिन्। तर कहिलेकाहीँ आफ्नै घरमा आगो लगाउँदा बाहिरको एउटा गलत शब्द नै काफी हुन्छ। सासू र बुहारी एकअर्कासँग रिसाएका हुन्छन्। केही बेरपछि बुहारीले सासूको आँखामा आँसु देख्छिन्। सासूले बुहारीलाई हेरेर भावुक हुन्छन्।